राइट गाइज, सो आज चाहिँ हाम्रो डे 2 होइन। अब त्यो त अघि नै बिहान भ्लगमा भनिसकेको छु मैले राइडमै। त्यहाँबाट हामीलाई लगभग 3 घन्टा जस्तो लाग्यो। हामी आनन्दले चिल पारेर ल्यायौँ। एउटा के अरे हिलो बाटो कट्ने बित्तिकै एकछिन रेस्ट गरेर अनि आयौँ होइन। अनि बिस्तारै बिस्तारै नै आइरहेको छौँ। अहिले चाहिँ खानासाना खाएर हिँड्न थाल्यौँ होइन। चट्ट लाएर हामी यता कता बुकी होटेल भन्नेमा आएर खानासाना खायौँ। अहिले चाहिँ 12 बजेर 4-5 मिनट गयो होइन, टु बी एक्ज्याक्ट। अब यहाँबाट हामी लखर जान्छौँ। त्यस्तै 4-5 घन्टा लाग्छ भनेर भन्नुभएको छ यहाँको दाइहरूले माथि बुकीपाटनसम्म पुग्नलाई। अब हेरौँ है त के कति टाइम लाग्छ। अनि यहाँ घरहरू चाहिँ धेरै नै छ है। टलाङको घर पनि राम्रै बन्दैछ ठाउँ ठाउँमा। अनि यहाँको गाउँ पनि देखाइदिइहाल्छु म। ठक्क यस्तो छ है, हरियाली पुरै चट्ट लाएर। अब यस निलो निलो जस्ता देखाहरू धेरै नै छ। स्याउ चाहिँ टन्नै रहेछ यहाँ जियोस्। स्याउको बोट छ जतातिर पनि। यस्तो छ, घोडाहरू पनि ठाउँ ठाउँमा छ। अब आज चाहिँ हामी अलि फुलेको ठाउँतिर गएनौँ। त्यो चाहिँ अब भोलि हामी जान्छौँ। तर बुकीपाटनमा फुलेको होला, त्यहाँ पनि हेर्छौँ, रमाइलो गर्छौँ है त। बिस्तारै अगाडि जाँदै देखाउँदै गरौँ न ठाउँहरू। यही बाटो हो। यो ठाउँलाई चाहिँ पाक्थर भन्दो रहेछ। 2850 मिटर फ्रम द सी लेभल। अब यही बाटो लाग्छौँ हामी सट्ट लाएर। गाइज हामी चाहिँ अब धोरपाटनबाट माथि जाँदैछौँ होइन। अनि यहाँ चाहिँ दुईवटा टाइपको पर्मिट लिनुपर्छ। एउटा चाहिँ मेन गेटमा आर्मीले दिन्छ होइन। आर्मीले दिन्छ भन्नाले उनीहरूले इन्ट्री गराइदिन्छ। अनि त्यसकै अपोजिट साइडमा अर्को सानो एउटा अफिस छ। त्यहाँ गएर टक्क पर्मिट काट्छौँ। पर पर्सन 100 रुपिस पर्ने प्लिज है। अब फरेनर्सको त कति हो मैले हेरिनँ। अनि अर्को भनेको चाहिँ माथि कहाँ गएर स्टे गर्ने हो, त्यसको पनि छुट्टै पर्मिट हुँदो रहेछ। त्यो चाहिँ उहाँहरूले होटेलबाट दिएपछि त्यो लिएर आएपछि हामीले टक्क यो सानो खै अरू घट्यो के भन्छ यसलाई, सानो अफिस जस्तो छ। यहाँ आएर चेकिङ गर्नुपर्छ अनि मात्र माथि जानु पाइन्छ होइन। अब हामी माथितिर लाग्दैछौँ। बाटो चाहिँ यस्तो छ टक्क लाएर। अहिलेलाई चाहिँ माथिको चाहिँ साँगुरो बाटो होला। अर्को एउटा ग्रुप पनि छ केटाहरूको 6जनाको होइन। अनि हामीले चप्पल चाहिँ यसरी ब्यागमा झुन्डाएर हिँडिरहेको छ माथिलाई चाहिन्छ भनेर। यता माथितिर त एउटा ठाडै उकालो छ भनेर भन्दै थियो यार होइन र। सबभन्दा गाह्रो चाहिँ माथि छ। त्यसलाई नै 1.5 घन्टा लाग्छ भनेर भन्दै हुनुहुन्थ्यो तल दाइहरूले। लाग्छ हिँड्नेलाई चाहिँ। ए बुटिङबाट यहाँ भट्टाएर हिँड्नु। हजुर बुर्तिङमा एउटा त्यस्तै कति 7:30 बजीतिर निस्केको थियौँ क्याएर। त्यो हिलोमा एकछिन अलमल परियो, त्यसले गर्दाखेरि अलिक ढिला भयो। नत्र भए 2 घन्टामा आइपुग्थ्यो होला। हामी त्यो हिलोले गर्दाखेरि ठाउँ ठाउँमा रोक्दै आयो नि 3 घन्टा जस्तो लाग्यो हामीलाई। आनन्दले उता बुर्तिबाङबाट तपाईँको त्यो फल्ले घरसम्म त कति राम्रो बाटो। त्यस्तो हिलो केही पनि नै। घोडा आयो गाइस, घोडा लाएर। त्यही एउटा डाँडो मात्र हो त्यो 4 घुम्टीवाला, त्यही मात्र हो हिलो त। अरू त बाटो सबै ठिक थियो। ए गाइस करिब हामी 1 घन्टा हिँडेपछि यो कालो पानी भन्ने ठाउँमा आइपुग्यौँ होइन। यो ठाउँलाई चाहिँ कालो पानी नै भन्छ मुनिबाट नै। अनि यहाँ चाहिँ यसो बसेर रेस्ट गर्ने, चिया नास्ता गर्ने ठाउँ रहेछ। यस्तो छ है टक्क लाएर। यहाँ दही मही दुधहरू सबै पाइँदो रहेछ। हामी चाहिँ माथि यहाँ तलदेखि सँगै भेटेको दिदीकोमा जाँदैछौँ होइन। त्यो ठाउँलाई चाहिँ अनि ठुलधार पुल भन्दो रहेछ। नामै भन्न गाह्रो यार, कस्तो गाह्रो हो नाम पनि है त। अहिलेसम्म चाहिँ बाटो सजिलो छ है, फेरि यस्तै छ फराकिलो छ बाटो पनि। अब यहाँ एउटा पुल आउँदैछ। अनि पुल कटेपछि चाहिँ ठुलधार पुल भन्छ त्यो ठाउँलाई। त्यहाँ गएर हामी मैसै खान्छौँ है त। गाइस हामी चाहिँ हिँड्दा अघि मैले देखाएको पुलमा आइपुगेँ होइन। अहिले चाहिँ मैले टक्क यो माइक्रोफोन युज गरेको छु। फेरि साउन्ड यो नोइज बढी आउला भनेर झर्नाको होइन। यो चाहिँ सानो पुल छ, म तपाईँलाई देखाइहाल्छु है त ल। लाएर यस्तो छ पुल चाहिँ है, सानो चट्ट परेको छ।
अनि पानी चाहिँ लास्टै फोर्सले बगिरहेको छ क्या, त्यस्तो छ है। यहाँबाट यसरी बगिरहेको छ, साथी त्यहाँ आउँदैछ मुखन चलाउँदै होइन। अनि टक्कै यहाँ यस्तो छ गाइस। अब यही पुलले चाहिँ यो दुईवटा गाउँ छुटाउँदो रहेछ। गाउँ भन्ने के भन्ने ठाउँ भनौँ न यार। यो पुल पारी चाहिँ कालो पानी समथिङ त्यस्तो भन्दो रहेछ। अनि पुल कटेर यता आएपछि चाहिँ ठुले धार पुल भन्दो रहेछ है। अब हामी ठुले धार पुलबाट जाँदैछौँ। यहाँ चाहिँ पुरै यो बाटोमा त पुरै खोला बगे जस्तो बगिरहेको चाहिँ म तपाईँलाई देखाइहाल्छु। खोलाहरू यसरी बगिरहेछ है पानी। अलि भिडियोमा थोरै मात्र देखिरह्यो होला, तर यो ठुलै बगिरहेछ पानी चाहिँ। पानीको त यहाँ कमी नै छैन क्या, जहाँ त्यहीबाट पानी बगिरहेछ। ल गाइस, हामी चाहिँ मही खान आयौँ है। यहाँ दुईजनाको दाइहरू पनि भेट्यौँ। यहाँ पछाडि हुनुहुन्छ उहाँ चाहिँ लोकल रे। धरानबाट है। के छ तपाईँको च्यानल? मेट्रो भ्यान फ्लो छ दाइ। ल है त फलो गरिदिन्छु। ल दाइ। अनि यहाँ चाहिँ हाम्रो भाइरल दाइ हुनुहुन्छ। हामी मही खाँदैछौँ है। पानी भयो त भरे केही जुसलाई प्लास्टिक ढाका 100 मिटर चाहिँ कलाएर हामी चाहिँ अघि न त्यो मही खाएको गोठबाट अगाडि गयौँ होइन। अनि एकछिन हेर कस्तो सुहासो भइरहेको। भर्खरै त्यो अलिकति उकालो जस्तो चढेर आएको, त्यो अलिकति गाह्रो भइरहेको। बट एनिवे, सो हामीले त्यहाँबाट एक ग्लास मही खाएर आयौँ। हाम्रो अनि महीको चाहिँ 50 रुपिस लिनुभयो है, दुइटा गएर 100। अनि एकछिन हामी त्यही मही खाँदाखेरि यस्तो ठुलो एकैचोटि वाटर पानी परिदिरहेको क्या। अनि त्यसपछि चाहिँ हामी निस्किन लाग्दाखेरि चाहिँ सिमसिम पानी परिरहेको क्या। त्यसरी हामीले माथिको मात्र रेनकोट लगाएको छौँ, तल चाहिँ लगाएको छैन। यदि के गरेर ठुलो पऱ्यो भने चाहिँ लगाउँछौँ तल पनि। पहिलालाई चाहिँ फेरि सिमसिम परे पनि हल्लाउनु थाल्छ यो। सो त्यसरी चाहिँ हामीले माथि मात्र लगायौँ। प्लस मैले क्यामेरा पनि बोकेर आएको छु होइन। अनि रेन कभर त छ, तापनि अब कतैबाट त्यो पानी ओसेर भित्रतिर छिर्यो भने लिएर आएको कपडा पनि भिज्छ, प्लस क्यामेरा पनि भिज्छ भनेर त्यस्तो रिक्स चाहिँ नलिउँ। त्यस्तो ठाउँमा जाँदाखेरि माथि गएर फेरि त्यही बाक्लो लुगा लगाउनुपर्छ, चिसो हुन्छ। त्यसैले हामीले रेन कभर चाहिँ लगाइहाल्यौँ है। अब बाटो चाहिँ हल्का बिस्तारै उकालो हुँदै गइरहेछ, बिस्तारै बिस्तारै है। त्यस्तो गाह्रो चाहिँ छैन है। यो आनन्दले जो पनि हिँड्न सक्ने बाटो छ। एक ठाउँमा चाहिँ हो अलि गाह्रै छ अरे, ठाडै उकालो छ, ठाडै डाँडा चढ्नुपर्छ भनेर भन्नुभएको थियो। अब त्यो आइपुगिन्छ होला एकैछिनमा। अनि त्यो डाँडा मात्र कट्नलाई 1-1.5 घन्टा लाग्छ भनेर भन्दै थियो यहाँको स्थानीय मान्छेहरूले। अब यो भिडियोमा त क्याप्चर भइरहेको छैन होला, तर सिमसिम पानी परिरहेछ। अनि मेरो पछाडि चाहिँ यस्तो दामी डाँडा देखिरहेछ क्या, पुरै त्यो हुस्सु आइरहेछ। त्यही पनि त्यो हुस्सु होइन, तपाईँको त्यो जङ्गलबाट भ्यापोर उडे जस्तो बिस्तारै उडेर चाहिँ सही देखिरहेछ। एकचोटि त म देखाइदिइहाल्छु। ल यस्तो छ है, यतै पुरै यसरी गएको छ। म चाहिँ आइपुगेँ चेप्टे ढुङ्गा है। गर्मी भएर यो कान मात्र बाहिर निकालिदिएको, राति सुत्दाखेरि खुट्टा बाहिर निकालिदियो भने त्यो गर्मी कम हुन्छ भने जस्तै हो क्या। अनि यो चेप्टे ढुङ्गा चाहिँ तपाईँको 3420 मिटर्स एबभ द सी लेभल छ। अनि यहाँ एउटा टक्क साइन पनि छ चेप्टे ढुङ्गा भन्ने बित्तिकै है, यस्तो छ। अनि यहाँ यस्तो बस्नको लागि ठाउँ रहेछ। मेबी यहाँ चाहिँ करेन्टली केही पनि छैन होला। अनि त्यहाँ चाहिँ माथि छ। अनि कस्तो दामी डाँडा देखिरहेछ क्या है। यो हुस्सु नलागे दामी देख्थ्यो, तर अहिले दह्रो पानी परिरहेछ। अब चाहिँ म मुनिको पनि यो सुरुवालको माथि पनि रेनकोट लगाउँछ। अहिले चाहिँ मैले माथि मात्र लगाइरहेको थिएँ। अलिकति ठुलै पानी आउनु थाल्यो। यस्तै पानी आउनु थाल्यो भने मेरो सुरुवाल मोबाइल सबै भिज्छ। त्यसैले म यहाँ माथि गएर टक्क चेन्ज हानिहाल्छु है त। म चाहिँ अब यो बुकी पाटन जाने सबभन्दा अलिकति डेन्जर खालको उकालोमा आइपुगेँ है। डेन्जर भन्नाले ठाडो उकालो। अब यहाँबाट चाहिँ ठाडै उकालो छ अरे। अनि मेरो घडीअनुसार चाहिँ अहिले मेरो एल्टिट्युड 3300 मिटर एबभ द सी लेभल छ है। म तपाईँलाई देखाइहाल्छु त कस्तो छ भनेर। यस्तो छ है, राम्ररी देखाएको छैन होला। अब माथि गएर म फेरि देखाइहाल्छु। यहाँनिर मान्छे हिँड्दै हुनुहुन्छ एकजना। अब
त्यस्तो त देखाएको छैन होला, अलिकति अगाडि पुगेर नि देखाउँछु म। यहाँनिर टक्क घोडाहरू चरिरहेको छ अनि त्यहाँनिर यहाँको नाम पनि लेखेको छ। यहाँ एउटा पुल पनि आउँदो रहेछ सानो काठको। अनि यो सिधै माथि है, एउटा डाँडा सिधै माथि चढ्ने अनि फेरि अर्को डाँडा चढ्ने रे। ल ठिक छ गाइस, अब चाहिँ अलिकति अगाडि गएपछि देखाउँछु। यहाँ पानीले यो क्यामेराहरू भिज्न थाल्यो। ल गाइस, म चाहिँ लगभग आधी उक्लिए जस्तो लाग्छ। अनि यो ठाउँको नाम चाहिँ ठुलो खोला रहेछ। त्यहाँ तल साइनबोर्ड पनि राखिरहेको थियो। यो लास्टै ठुलो भएर होला हाइटमा, अनि साइडमा खोला पनि बगिरहेको हुनाले चाहिँ ठुलो खोला राख्यो होला है। अनि म तल देखाइदिइहाल्छु तपाईँहरूलाई। यस्तो छ है बाटो चाहिँ त्यो हो। अघि मैले त्यहाँ तलबाट खिचेको थिएँ, सट्टलाई यस्तो यस्तो स्नेक जस्तो गर्दै आउँछौँ हामी। अनि यहाँ मुनि चाहिँ खोला पनि बगिरहेको छ, त्यसैले त्यहाँनिर काठको पुल छ। अघि मैले तपाईँलाई देखाएको होइन। अब यति हाइट बाँकी छ। अनि यसपछि फेरि अर्को डाँडा सुरु हुन्छ क्यार है। यो डाँडाको चाहिँ आधी पुग्यो भनेको मैले अघि न। अब त्यस्तै लाग्छ मलाई चाहिँ। अब माथि गएर हेरौँ के कति बाँकी छ भनेर है। यहाँबाट यतिकै अनुमान त लगाउन सकिँदैन। सो यहाँको बाटो चाहिँ यस्तो छ है गाइस। फेरि त्यस्तो नराम्रो पनि छैन, अलिकति मड्डी चाहिँ छ। सो बेस्ट चाहिँ वाटरप्रुफ बुट लिएर आउनु, अलिकति ग्रिप भएको टाइपको। कुनै कुनै ठाउँमा अलिकति हिलो पनि छ, त्यो पनि किल्चेर जानुपर्छ। अब यस्तो ढुङ्गा भएको ठाउँमा त त्यस्तो फरकै परेन है। अरू भने यस्तै हो। अनि अर्को कुरा चाहिँ यहाँ फुलहरू पनि तल्लैबाट देख्न थालिसकेको थियो, तर मैले यहाँबाट मात्र क्याप्चर गर्न सुरु गरेँ। यहाँ आनन्दले देख्नुहुन्छ। यो त बस कास्टिङ मात्र हो होइन, फिल्म सुरु हुने बाँकी नै छ माथि बुकीपाटन पुगेपछि। अनि अरू भन्दा वेदर चाहिँ खुल्दै हुन्थ्यो। अब वेदर चाहिँ खुल्ला कि नखुल्ला भन्ने तनाव छ क्या। धेरै दिन भयो अरे वेदर नखुलेको है। अब के गएछ थाहा हुन्छ। मेरो हालत चाहिँ यस्तो छ गाइस, म पुरै रेन्टको भित्र लुकिरहेको छु। अनि भित्र पुरै यो अहिले त माथि र तल नै मैले रेनकोट लगाइरहेको छु। पुरै बाफेर भित्रै म भिजिसकेँ क्या, त्यो पसिनाले नै, बाहिरको पानी भन्दा नि। अलराइट गाइस, सो म चाहिँ त्यो ठुलो अघि आएको उकालो लगभग 30 मिनट्स हिँडेँ कि है। 30 मिनट्स हिँडे जस्तो लाग्छ मलाई जहाँसम्म। 25देखि 30 मिनट्स हिँडेर म माथि यहाँ ढुङ्गे देउराली भन्ने ठाउँ आइपुगेँ। र यो ठाउँ चाहिँ रहेको छ 3750 मिटर एबभ द एलिभेसन। यस्तो छ। अनि अर्को कुरा चाहिँ मैले यो दुईवटा पाहाड भनेर सोचेको थिएँ, तर एउटै पाहाड रहेछ। यो बिच बिचमा यो बाटो काटेको हुनाले चाहिँ अलिकति डिफ्रेन्स जस्तो देखेँ क्या मैले। जोड्दिनँ जस एउटै पाहाड रहेछ। यो पाहाड सिधै माथि नै जान्छ होइन। अब म एकैछिन यहाँ रेस्ट गर्छु, किनभने 3750 पनि पुगिसकेका छौँ हामी। अनि एक्लिमेटाइज पनि गर्नु पऱ्यो। त्यसरी एकछिन म यहाँ रेस्ट गर्छु है। एकछिन यतितिर बस्छु म, अनि त्यसपछि फेरि हिँड्न थाल्छु। ल साथीहरू, म चाहिँ फाइनली बुकीपाटन आइपुगेँ है। अनि बुकीपाटन हल्का नपुग्दै बाटो चाहिँ लास्टै ठाडो छ क्या, लिटरली यस्तै छ क्या। यो बाटो चाहिँ लगभग 30 देखि 40 मिनट्स लाग्दो रहेछ पार गर्नलाई। लिटरली सिधै बाटो छ, अति गाह्रो बाटो छ है। स्टिल हल्का फुल्का पानी चाहिँ परिरहेको छैन। यो चिसोले टाउ हाल्ला भनेर म चाहिँ रेनकोटकै यो उडिरहेको छु। अनि फर्स्टमा जाने बित्तिकै एकचोटि बाटो देखाइदिइहाल्छु। यो बाटो यसरी हेर्दाखेरि सम्म जस्तो देखिन्छ होइन, तर लिटरली यस्तो ठाडो छ नि कुरै नगरौँ। अनि यहाँ आउने बित्तिकै बाटोमा चाहिँ फर्स्टमा धोरपाटन, बुकीपाटन टेन्ट हाउस आउँदो रहेछ। अनि अरू चाहिँ माथि छ, उ त्यहाँ माथि पनि देखिरहेछ सानो सानो। अब त्यो चाहिँ के हो माथि गएर हेरौँला है त। अब म यति माथि चढ्छु, अनि माथि गएर फेरि भेटौँला। खुट्टा चाहिँ वाइल्ड दुखिसक्यो, चिसो पनि त्यस्तै छ है। ल गाइस, म चाहिँ फाइनल्ली आज बस्ने ठाउँ आइपुगेँ। आज हामी हाई अल्टिट्युड टेन्टमा बस्दैछौँ है। यहीँ छ, यहाँनिर टक्क साइन पनि छ। अघि म त्यो डाँडाबाट हिँडेर आएपछि अनि यहीँ अगाडिको हो हाई अल्टिट्युड टेन्ट चाहिँ। अब हामी जान्छौँ, अनि त्यसपछि तातो नानो लुगा लगाएर बस्छौँ। अब भोलि टिकट हारेर चाहिँ यहीँ बाटोबाट जाने होला। अहिले चाहिँ हामी तल जान्छौँ है त, वाइल्ड चिसो भइसक्यो क्या। ल गाइज, हामी चाहिँ फाइनल्ली बुकीपाटन पुग्यौँ होइन। अनि यो मुला साग चाहिँ सुत्नु थालिसक्यो। म चाहिँ एकछिन अब यसो फोन चलाऊँ भनेर बसिरहेको छु। अबि त्यस्तै कति बज्यो यार, 5 बजी पुग्यौँ कि
12:30 बजीतिर निस्केको थियौँ तलबाट अनि के भन्छ त्यसलाई ठाउँ ठाउँमा रोक्दै आइयो जस 5 बजी आइपुग्यो त्यसपछि आएर हामी सिधै टेन्टमा छौँ मैले अनि त्यहाँ चौचुत एउटा मगाएको कस्तो नुनिया थैत खानै सकेन 2 चम्चा खाएर त्यत्तिकै बाहिर राख्दैछु अनि टेन्ट चाहिँ यस्तो छ है अनि अर्को भने चाहिँ मैले थर्मल लिएर आउनु बिर्सेँ यार घरै प्याक गरेर जस्तो लाग्छ यहाँ आएर हेर्छु त छैन थर्मल नै घोडो भइदियो नि यार यस्तो तनाव त्यसमाथि डाउन ज्याकेट अघि न चिसो हो भनेर लगाउँदै आएको त्यसमाथि मैले रेनकोट पनि लगाइदिएको थिएँ अब भित्र यत्तिकै त्यो बाफिएर भित्रको लुगा त पहिलेदेखि नै भिजिसकेको थियो ज्याकेट लगाइदिएको ज्याकेट त भित्रबाट पनि चिसो बाहिरबाट पनि चिसो यार अब भोलिसम्म यहाँ सिरक मुनि टक्क हामी बसिरहेको ठाउँमा यसको मुनि राखेको छौँ भोलिसम्म सुक्यो भने चाहिँ ठिकै हो नत्र त भोलि 3 तार जानु बेला बाउको बिहेदेखि चाहिँ यार चिसो न चिसो हुन्छ अहिले पनि यहाँ मैले एउटा दुईवटा तिनवटा लेयर लाएर बसिरहेको छु हेरौँ के कतिको चिसो हुन्छ है अहिले चाहिँ हामी भित्रै भएर त्यस्तो साह्रो चिसो भएको छैन भोलिसम्म यो ज्याकेट सुक्यो भने चाहिँ बबाल हुन्छ नत्र त अर्को एउटा लेयर पनि थप्नुपर्छ यार अनि यार गाइस टेन्ट चाहिँ यस्तो छ है ठिकै छ 2 पर्सनको लागि त्यसपछि अगाडि चाहिँ यस्तो छ है सानो छ ठिकै छ यस गाइस यही हो अब बेलुका खाना खाने बेला भेटौँला सिधै खाना हाम्रो त्यस्तै 7:30 बजीदेखि 8 बजी रेडी हुन्छ भनेर भनेको छ अनि यहाँ पर पर्सन चाहिँ 2000 को प्याकेज हुँदो रहेछ त्यसमा खाना भेज खाना भयो अनि त्यसपछि बिहानको तपाईँको के भन्छ त्यसलाई ब्रेकफास्ट इन्क्लुड हुँदो रहेछ अनि आउने बित्तिकै यहाँ वेलकम चाहिँ चिया दिँदो रहेछ ब्ल्याक टी है मिठो त्यो छ ब्ल्याक टी चाहिँ अब भोलि चाहिँ हामी चाँडै नै उठेर जान्छौँ मेबी 4:30 बजीतिर उठ्नु पर्ला अलिकति झिसमिस चाहिँ उज्यालो हुने बित्तिकै भागिहाल्नु पर्ला है बिहान वेदर खुल्छ भनेर भन्दै थियो आज तलतिर झरे मान्छेहरूले खुल्यो भने चाहिँ बबाले हो नत्र भने त खराब यार दिक्कै झ्याउनै लाग्छ नि यार यहाँसम्म आएर पनि अलिकति राम्रो के अरे इन्भाइरोमेन्ट वेदर हेर्न पाएन भने है त्यस्तै हो गाइज अब यस्तै छ नेपालको वेदर केही फरक पर्दैन है त अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ देउसभरि हिँडेका छौँ Quack.